राजनीतिक सहमतिको पहलमा राष्ट्रपति भण्डारीद्वारा आज प्रमुख सहित 9 दलको बैठक आह्वान। राप्रपाले राजा सहितको प्रजातन्त्रलाई महाधिवेशनको एजेन्डा बनाउने। पुनर्निर्माण निर्देशक समितिको बैठक बस्दै कार्यविधि परिमार्जन सम्बन्धी छलफल हुने। सीमा क्षेत्रमा पर्खाल लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध मेक्सिकोमा विशाल प्रदर्शन। र सोलिडारिटी कप फुटबलको उपाधि जितेको 4 महिनापछि सरकारले आज राष्ट्रिय फुटबल टिमलाई नगदसहित सम्मान गर्दै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी लक्ष्मी र म अनिल। सुरु गरौँ मुख्य प्रसङ्गबाट। राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य 3 दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना केही दलको संयुक्त बैठक बोलाउनु भएको छ। संसदमा रहेका प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, नेकपा माले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई संयुक्त छलफलका लागि उहाँले बोलाउनु भएको हो। राजधानीको शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा अपराह्न 4 बजे हुने छलफलमा संविधान कार्यान्वयनमा दलहरूको सहमति, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। संविधान संशोधन र स्थानीय निकाय निर्वाचन बारे दलहरूबीच सहमति हुन नसकिरहेका बेला राष्ट्रपति भण्डारीले संयुक्त छलफलको आयोजना गर्नुभएको हो। दलीय सहमति गरी निर्वाचन घोषणामा ढिलाइ भएको प्रति चासो व्यक्त गर्दै आउनुभएकी राष्ट्रपति भण्डारीले यसअघि दलहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो। कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारले जेठभित्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने भनिए पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन नसक्दा निर्वाचन अन्यल बढ्दै गएको छ। राष्ट्रपति भण्डारीले पटक पटक विभिन्न दलका नेताहरूलाई बोलाएर सुझाव दिइरहनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा सहितको प्रजातन्त्र हुनुपर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पार्टीको कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गर्नुभएको छ। आगामी फागुन 6 गतेदेखि हुने महाधिवेशनका लागि साझा एजेन्डा तय गर्न राजधानीमा जारी बैठकमा अध्यक्ष थापाले वर्तमान भू राजनीतिक अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै संवैधानिक राजतन्त्रको परिकल्पना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। धुम्मारा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकको पहिलो दिन अध्यक्ष थापाले हिजो राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको चर्चा गर्दै मुलुकलाई संक्रमणकालीन अवस्थाबाट बचाउन राजा सहितको प्रजातन्त्रको परिकल्पना गर्नुभएको हो। पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापाले 5 विकास क्षेत्रलाई नै प्रदेश बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ। प्रदेश सीमाङ्कन र अधिकारका विषयमा प्रमुख दलहरूबीच सहमति हुन नसकिरहेको अवस्थामा राप्रपाले संवैधानिक व्यवस्था विपरीत 5 विकास क्षेत्रको अवधारणा अघि सारेको हो। मध्याह्न 12 बजेपछि बस्ने आजको बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र र वैचारिक कार्यदिशाबारे थप छलफल हुने श्रेष्ठले बताउनुभयो। अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने एजेन्डा समेत आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। यद्यपि सो विषय महाधिवेशनले टुङ्गो लगाउने सहमति एकीकरणकै समय भएकाले कार्यसम्पादन समितिको बैठकमा त्यसलाई छलफलको विषय भने बनाइएको छैन। यस्तै बैठकमा राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ। आगामी महाधिवेशनमा साझा एजेन्डा तय गर्ने उद्देश्यसहित जारी बैठकले 2 अध्यक्षको प्रतिवेदनलाई सहमतिका आधारमा आजै अन्तिम रूप दिने तयारी भएको सो पार्टीले जनाएको छ। गत मङ्सिरको पहिलो साता राप्रपा नेपाल र राप्रपा बीच एकीकरण भएपछि बनेको राप्रपाको पहिलो एकता महाधिवेशन आगामी शुक्रबारदेखि 4 दिन राजधानीमा हुँदैछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्दैछ। प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डाक्टर गोविन्द राज पोखरेल नियुक्त भएपछि पहिलो पटक बस्न लागेको निर्देशक समितिको बैठकमा पुनर्निर्माणमा देखिएका नीतिगत समस्या, जनशक्ति व्यवस्थापन लगायत विषयलाई छलफल हुने प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो। बैठकमा निजी आवास अनुदान वितरणको प्रक्रिया, तालिम प्राप्त जनशक्तिको व्यवस्थापन, जोखिमयुक्त बस्ती स्थानान्तरण भइरहेको प्रयास, एकीकृत बस्ती निर्माणमा देखिएका नीतिगत समस्यालाई सम्बोधन गर्न प्राधिकरणको कार्यकारी संशोधन गर्ने बारे छलफल हुने बताइएको छ। पुनर्निर्माणका लागि पर्याप्त मात्रामा तालिम प्राप्त जनशक्ति नभएका कारण प्राधिकरणले हाल इन्जिनियरका विद्यार्थी र सुरक्षाकर्मीलाई जिल्लामा परिचालन गर्ने तयारी थालेको छ। बैठकमा खास गरी निजी आवास पुनर्निर्माणको विषयलाई प्राथमिकता दिने विषयमा छलफल हुने प्राधिकरण स्रोतले जनाएको छ। बैठक बिहान 10:30 बजेपछि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। यस्तै बैठकमा ऐतिहासिक धरोहर तथा सम्पदा निर्माणका लागि भइरहेका प्रयासबारे समेत समीक्षा हुने प्राधिकरणले जनाएको छ।
छैठौं विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 2012बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो। स्पेनको प्रस्तावमा युनेस्कोमा भएको 36औं सम्मेलनले सन् 2011 नोभेम्बर 3 तारिकमा प्रत्येक वर्षको फेब्रुअरी 13 तारिकलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, बयान लगायतका सङ्घ संस्थाले प्रभात फेरी लगायतका विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। नेपालमा 2007 साल मक्सिर 28 गते भोजपुरबाट रेडियो प्रसारण भएको उल्लेख छ, तर औपचारिक सुरुवात भने सोही वर्षको चैत 20 गते काठमाडौँबाट भएको पाइन्छ। 2007 साल फागुन 7 गते प्रजातन्त्र स्थापना भएपछि प्रजातन्त्र रेडियोको नाममा विराटनगरबाट प्रसारण भइरहेको रेडियो काठमाडौँ ल्याइएको नेपालमा रेडियोको इतिहाससँग सम्बन्धित विभिन्न पुस्तकमा उल्लेख छ। नेपालमा 2052 सालदेखि एफएम प्रसारण सुरु भएको हो। 88 मेगाहर्जदेखि 108 मेगाहर्ज निर्धारण गरी रेडियो नेपालले पहिलोपटक एफएम रेडियोको सुरुवात गरेको थियो। अहिले मुलुकका सबैजसो जिल्लामा दर्जनौंको संख्यामा एफएम रेडियो स्थापना भएका छन्। प्रविधिले ठूलो फड्को मारे पनि रेडियोलाई विश्वभर अहिले पनि गतिशील सञ्चार माध्यमको रूपमा लिने गरिन्छ। नेपालको सन्दर्भमा शहरी क्षेत्रमा रेडियोको लोकप्रियता खस्कँदै गए पनि ग्रामीण क्षेत्रमा अझै रेडियोको लोकप्रियता र आवश्यकता भने घटेको छैन। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हाल 746 रेडियोले सञ्चालन अनुमति लिएका छन् भने करिब 450 नियमित प्रसारणमा छन्। भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा पर्सि बुधबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपालसँग सीमा जोडिएका नाका भारतले 72 घण्टाका लागि बन्द गरेको छ। हिजो साँझ 5 बजेबाट लागू हुने गरी 4 गते बिहानसम्मका लागि कञ्चनपुर, बैतडी, दार्चुला र डडेलधुरासँग सीमा जोडिएको क्षेत्रको नाकामा आवत जावत बन्द गरिएको प्रहरीले जनाएको छ। यसअघि 24 घण्टा मात्र सीमा बन्द गर्ने गरिए पनि दुवै देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुख बीच निर्वाचन अवधिमा सीमा नाका बन्द गर्नुका साथै 72 घण्टा सुरक्षा सतर्कताका लागि सहकार्य गर्ने सहमति भएको हो। यसैबीच सुरक्षा सतर्कताका लागि भन्दै भारतसँग नाका जोडिएका कैलालीका सबै नाका 48 घण्टाका लागि बन्द गरिएको कालाकुण्ड प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहन सिंह धामीले जानकारी दिनुभयो। कर्णालीका विभिन्न 5 जिल्लामा सरकारद्वारा पूर्व घोषित 20 किलो चामल दिने निर्णय कार्यान्वयनमा आएको छ। गत भदौ 23 गते कर्णाली क्षेत्रमा जन्म हुँदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई 20 किलो चामल अनुदानमा दिने घोषणा गरेको थियो। सरकारले घोषणा गरे अनुसार 5 महिनापछि मुगु, जुम्ला, हुम्ला, डोल्पा र कालीकोटमा चामल दिने प्रक्रिया सुरु भएको हो। सरकारको यो निर्णयले कर्णालीवासीलाई परनिर्भर बनाउने भनेर तत्कालीन समयमा चर्को आलोचना भए पनि विरोधका बीच सरकारले संसदबाट कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामल र ढुवानी खर्च दिने सम्बन्धी निर्देशिका पारित गरेको थियो। सरकारले 20 किलो चामल र ढुवानी खर्च वितरणका लागि खाद्य संस्थानलाई जिम्मा दिएको छ। कर्णालीमा रहेका संस्थानका 5 वटै शाखा कार्यालयले हिजोबाट 20 किलो चामल र ढुवानी खर्च दिन सुरु गरेका हुन्। असन्तुष्ट विद्यार्थी संगठनले लगाएको तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचनको कार्यतालिका प्रभावित भएको छ। कांग्रेस निकट नेविसंघ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनको असन्तुष्ट पक्षले लगाएको तालाबन्दीका कारण मुलुकका अधिकांश क्याम्पसमा निर्वाचन मतदाताको नामावली प्रकाशन हुन सकेको छैन। त्रिवीको केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार त्रिवीका विभिन्न आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले हिजो आइतबार मतदाता नामावली प्रकाशित गर्नुपर्ने थियो। पार्टी महाधिवेशनका कारण सोभियो निर्वाचन सार्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले राजधानीका 8 क्याम्पसमा तालाबन्दी गरेको छ भने नेविसंघको असन्तुष्ट पक्षले काठमाडौँको पशुपति, त्रिचन्द्र र नेपाल ल क्याम्पसमा लगाएको ताला अझै खुल्न सकेको छैन। सोभियो निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक सुधा त्रिपाठीले निर्धारित मितिमै निर्वाचन गर्ने दावी गर्दै स्थगित भएको क्याम्पसमा मिति सारेर निर्वाचन गर्न सकिने बताउनु भएको छ। निर्वाचन कार्यतालिकामा कुनै फेरबदल नहुने स्पष्ट पार्दै उहाँले सम्भव भएका स्थानमा निर्धारित मितिमै निर्वाचन हुने दावी समेत गर्नुभएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। कैलालीको टिकापुरमा प्रहरीको गोली लागे स्थानीय एक युवक घाइते भएका छन्। काठ तस्करले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउँदा पथरैया गाविस 6 का 19 वर्षीय वीरेन्द्र जैसी घाइते भएको प्रहरीले जनाएको छ। काठ तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेपछि स्थानीय समुदाय प्रहरीको उद्धारका लागि गएका थिए। तस्करलाई लक्षित गरेर हानिएको गोलीले स्थानीय घाइते भएको सहकर्मी गणेश चौधरीले जनाएका छन्। प्रहरीले भने गोली लागेका व्यक्ति के कारणले आएको भन्ने नखुलेको उल्लेख गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मेक्सिकोमा विशाल प्रदर्शन भएको छ। हजारौं मानिस राष्ट्रपति ट्रम्पको आप्रवासी नीति र मेक्सिको सीमामा पर्खाल लगाउने निर्णयको विरोधमा सडकमा उत्रिएका छन्। मेक्सिको ट्रम्प विरुद्ध रहेको सन्देश दिनका निम्ति नै प्रदर्शनको आयोजना गरिएको अधिकार कर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पको आप्रवासी सम्बन्धी नीति विश्व समुदायका लागि खतरा रहेको उनीहरूको दाबी छ। मेक्सिकोसँगको सीमामा अमेरिकाले पर्खाल लगाउने ट्रम्पको भनाइका कारण मेक्सिकोका राष्ट्रपति एनरिक पेना नियोटोले आफ्नो वाशिंटन भ्रमण पनि रद्द गर्नुभएको थियो। सोलिडारिटी कपको उपाधि जितेको नेपाली फुटबल टोलीलाई सरकारले झन्डै 4 महिनापछि नगद सहित सम्मान गर्दैछ। यूएफसीको आधिकारिक प्रतियोगिता सोलिडारिटी कप जिते पश्चात सरकारले फुटबल टिमका प्रत्येक सदस्यलाई झन्डै 3 लाख रुपियाँ सहित सम्मान गर्ने घोषणा गरेको थियो। प्रतियोगिता जितेको 4 महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ। नेपाली फुटबलले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताको सम्मानमा सरकारले नगद पुरस्कारको घोषणा गरे पनि खेलाडीले सो रकम पाउन सकेका छैनन्। चौथो संस्करणको रम्फम उदयपुर गोल्ड कप फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा काठमाडौँको सङ्कटा क्लब र मफसलको मोरङ 11 बीच प्रतिस्पर्धा हुनेछ। खेल थरुहट रङ्गशालामा दिउँसो 3 बजेपछि सुरु हुनेछ। सङ्कटाले धरान फुटबल क्लब र मोरङ 11ले विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम 4 मा प्रवेश गरेका थिए। यसै सिजन शीर्ष डिभिजनको लिगमा फर्किएको सङ्कटाले मफसलको सिमरा गोल्ड कप जितेर घरेलु फुटबलमा आफ्नो पुनरागमनलाई सुखद बनाएको छ। राष्ट्रिय टिमको जर्सी लगाएका अनुभवी खेलाडी समावेश सङ्कटाले केही नाइजेरियन खेलाडीलाई सेमिफाइनलको खेलमा उतार्नेछ। यता स्थानीय खेलाडीलाई समावेश गर्दै नकआउट प्रतियोगितामा उत्रिएको मोरङ क्वार्टर फाइनलमा जस्तै अप्रत्याशित नतिजा निकाल्ने दाउमा रहेको छ। मोरङले क्वार्टर फाइनलमा विभागीय टिम एपीएफलाई निर्धारित समयको खेलमा गोल रहित बराबरीमा रोक्दै ट्राइब्रेकरमा 3-1ले स्तब्ध पारेको थियो। आजको खेलको विजेताले उपाधिका लागि हिमालयन शेर्पा क्लब र रूपन्देही 11 बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले 2 लाख र उपविजेताले 1 लाख रुपियाँ प्राप्त गर्नेछन्। लन्डन क्लब चेल्सीले प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा बराबरी खेल्दै तालिकामा 12 अङ्कको अग्रता लिने मौका गुमाएको छ। शीर्ष स्थानको चेल्सी अब एक खेलमा बर्नलीसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। शीर्ष स्थानको चेल्सीको 25 खेलबाट 60 अङ्क भएको छ। यद्यपि चेल्सीले दोस्रो स्थानको टटनहामसँगको दूरी 10 अङ्कमा पुर्याएको छ। तेस्रो स्थानको आर्सेनलसँग समान 50 अङ्क भए पनि टटनहाम गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो। 7औं मिनेटमा पेट्रोको गोलबाट लन्डन क्लब चेल्सीले अग्रता लिए पनि 24औं मिनेटमा घरेलु टिम टोलीका रोबी बार्डीले बराबरी गोल फर्काएका थिए। 71% खेल आफ्नो नियन्त्रणमा राखे पनि चेल्सीले थप गोल गर्न भने सकेन। बर्नलीले पनि दोस्रो हाफमा पाएका केही सुनौलो अवसर गुमाउँदा लिग लिडर विरुद्ध जित निकाल्न भने सकेन। अर्को खेलमा स्वान्सी सिटीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई 2-0 गोल अन्तरले पराजित गरेको छ। स्वान्सीको जितमा माओसन र मार्टिन ओलान्सोनले गोल गरे। हारपछि साबिक विजेता लेस्टर रेलिगेसन जोनबाट 1 स्थान माथि छ। महत्त्वपूर्ण 3 अङ्क जोड्दै स्वान्सी तालिकाको 15औं स्थानमा उक्लिएको छ। यता स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडले सफलता हात पारेको छ। मड्रिड क्लबले सेल्टा डी भिगोलाई 3-2 गोल अन्तरले पराजित गरेको छ। खेलको अन्तिम 4 मिनेटमा लगातार 2 गोल गर्दै मड्रिड क्लबले महत्त्वपूर्ण 3 अङ्क जोड्न सफल भयो। जितपछि एटलेटिको मड्रिड 42 अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। सेल्टा डी भिगो 30 अङ्कसहित तालिकाको 10औं स्थानमा छ। अर्को खेलमा सेभियाले लास पाल्मासलाई 1-0 ले पराजित गर्दा लेगानेस स्पोर्टिङ गिजोनसँग 2-0 ले स्तब्ध बन्यो। भिलारियल र मालागाले भने 1-1 को बराबरी खेल्दै अङ्क बाँडेका छन्। हवस् त प्रसङ्ग सहित कान्तिपुर डायरीको यो बुलेटिन अहिलेलाई यहीँ सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजे हुनेछ। तबसम्मका लागि कान्तिपुर डायरीबाट साथी लक्ष्मी र म अनिल बिदा माग्छौँ। नमस्कार।